हेलो गाइजहरू, नमस्कार है त सबैजनालाई। म चाहिँ यसो आज पहिलो दिन स्कुलबाट आउँदै आँप खाँदै बाटोमा आँप पनि धेरै ठुलो भइरहेको रहेछ अहिले। हाम्रो घरतिर त सानै छ अलि, तर चाहिँ खैरागारतिर रहेछ। यसो आँप खाँदै मिठो छ आँप, खानुहुन्छ तपाईँहरू पनि? हजुरहरू चाहिँ के हो त, कतातिर हो? घरतिर पुगिसक्नु भयो एक्जाम गर्नबाट? म चाहिँ जाँदैछु आज अहिले बाटोमै। उकालो बाटो गाह्रो छ हिँड्न हेर। बिहान 5 बजे उठेर जानुपर्छ, 7 बजेदेखि एक्जाम चालु छ। 10 बजे भ्याएर घामै घरतिर आउनुपर्छ। यता सट्कानामा हालेर आँप खाँदै दप्ती समात्दै। हेर्नुहोस्, बिजोग छ विद्यार्थीको जीवन। गाह्रो छ जिन्दगी। धेरै टाढा छ बाटो पनि। जाँदाखेरि 1 घन्टा, आउँदाखेरि हेर्नुहोस् तलदेखि माथि तक आउनु 2 घन्टा लाग्यो। 2-3 घन्टा लाग्छ घर आउन्जेल। अनि अब भोलिको एक्जाम